गाइस अब लुगा पनि तानियो अब यहाँदेखि चाहिँ म हाम फाल्ने छु हैन एकदम म चाहिँ भन्दैछु हजुरलाई त हेलो गाइज वेलकम ब्याक टु माई पहाडी ब्लग आयो सबैजना सन्चै हुनुहुन्छ होला एकदम म पनि अल गुड सो न्यू डे एन्ड न्यू ब्लग फेरि पनि हजुरको दिन परिवर्तन भयो जस्तो कि मेरो पनि ब्लग परिवर्तन हुँदै आएको छ आजको ब्लग चाहिँ मेरो एकदम धेरै कुरा परिवर्तन भएको ब्लग बनाउने छु सो आज चाहिँ हामी खोलातिर जान लागेको छु हामी चाहिँ दखल्नलाई खोला जान लागिरहेको छु गर्मी चाहिँ यस्तो खतरा बढिरहेको छ यहाँतिर हैन त्यही भएर चाहिँ मैले पङ्खा हाङ्गा लगाएको छु गर्मी चाहिँ धेरै वर्ष बढिरहेको छ यहाँदेखि चाहिँ त्यही भएर सो हजुरहरूलाई चाहिँ म आज खोलामा जानेछौँ दह खेल्नेछौँ पुराना यादहरूलाई चाहिँ फेरि नयाँ पल नयाँ दिनमाहरूमा चाहिँ एकदम बदल्ने छु हैन पुराना यादहरू पुराना बेला चाहिँ दह खेल्न हामी धेरै जान्थ्यौँ त्यस कारण चाहिँ आज चाहिँ नयाँ याद पुराना यादहरूलाई चाहिँ आज मतलब समेटेर चाहिँ यादहरू आज निकाल्ने छु सो कस्तो रहनेछ के रहनेछ हेर्नु होला अनि मनोरञ्जन लिनु होला त्यही भन्छु ब्लग सो त्यही गाइज हामी एकदम हामी चाहिँ यसलाई खोला नजिक चाहिँ पुग्न लागिसकेका छौँ हेरौँ यहाँदेखि चाहिँ तल खोला पुग्छौँ त्यस पछाडि चाहिँ के हुन्छ कस्तो कस्तो हुन्छ त्यो चाहिँ हजुरलाई चाहिँ म भन्नेछौँ अब यस्तो हो क्या यहाँतिर चाहिँ एकदम बवाल भइरहेछ अब ऐसाल चाहिँ ऐसालोहरू पाउन लागिरहेको छ नि यो चाहिँ ऐसालोहरू होइन फेरि सो देख्न सक्नुहुन्छ यो चाहिँ ऐसालो हो यहाँ फल्नु त फल्याएर चाहिँ तर खाइहालेको छ नि कहिले होइन सो यो देख्न सक्नुहुन्छ यस्तो छ नि पाहाडतिर फेरि अब त्यत्तिकै म पाहाड अब एकदम सुन्दर त भन्दिनँ भनौँ यस्ता यस्ता चिजहरू देख्दाखेरि पाहाड त एकदम सुन्दर हो त्यस कारण चाहिँ म भन्छु हजुरलाई चाहिँ विश्वास लाग्दैन होला सायद तर एक दिन पाहाडलाई चाहिँ एक दिन प्रचित बनाएर छोड्छु पहाडी भ्लगलाई चाहिँ एकदम प्रचित चाहिँ बनाएर छोड्ने हो सो खोला चाहिँ यहाँ छ होइन यस्तो छ तर यहाँ नजिक चाहिँ एउटा छ दह छ होइन त्यही दहमा जानेछौँ हामी चाहिँ सो त्यही हो भ्लग चाहिँ फुल भ्लग हेरिदिनु होला के रहनेछ कस्तो रहनेछ हेर्ने प्रतिक्रिया दिनु होला ल सो त्यही हो गाइज होइन अहिले चाहिँ हामी चाहिँ खोलामा चाहिँ पुगिसकेको छु यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो खोला दह खेल्ने खोला बनाएको चाहिँ यही रहेको छ सो अहिले चाहिँ टाइम चाहिँ हाम्रो लगभग 2 बजिसकेको छ यहाँ देख्न सक्नुहुन्छ टाढाबाट चाहिँ देखिरहेको छैन होला तर 2 बजेको मौसममा एकदम गर्मी छ क्या आइनाबाट चाहिँ एकदम बाफहरू आइरहेको छ सो आज चाहिँ हामी यही ठाउँमा चाहिँ दह खेल्नेछौँ र कस्तो रहनेछ के रहनेछ फुल भ्लग हेरेर साथ सपोर्ट गरिदिनु होला भाइहरू चाहिँ उता हुनुहुन्छ उहाँले चाहिँ फेरि लुगासुगा तानेर चाहिँ तयार भइसक्नु भएको छ म चाहिँ लुगा तानेर तयार हुनेछु सो यहाँ चाहिँ अब कति आनन्द आउनेछ आज चाहिँ यहाँको भ्लग हेरेर तब थाहा हुनेछ त्यही हो गाइस सबैजना चाहिँ एकदम फुल भ्लग हेरिदिनु होला ल आनन्द आउने छ कि आउँदैन हजुरले पनि हेरेर एकदम मनोरञ्जन दिनु होला र त्यही भन्न चाहन्छु ल अब चाहिँ हामी दह खेल्नतर्फ जान्छौँ है ल गाइस अब चाहिँ हामी लुगा तान्नतर्फ जान्छौँ है ल मेरो चाहिँ म लुगा तान्छु है फेरि कस्तो लुगा तान्ने स्टाइल खतरा छ अब आज चाहिँ आनन्द आउँछ होइन गाइस मलाई जबसम्म लाग्छ सो लुगा चाहिँ तानिसकेको छु योलाई चाहिँ यस्तो राख त यो पनि राख सो गाइस होइन अब त्यही होइन आनन्द चाहिँ अब कति मजा आउँछ यो ठाउँमा चाहिँ ल आज चाहिँ दह खेल्दाखेरि चाहिँ कति मजा आउँछ सो बालापनको याद आएको छ आज चाहिँ होइन एकदम बालापनमा चाहिँ हामी बहुत दह खेल्थ्यौँ होइन घरदेखि चाहिँ भागी दह खेल्न जान्थ्यौँ आज चाहिँ त्यही भएर चाहिँ हामी बालापनको एकदम याद आएर चाहिँ अनि त्यो यादलाई चाहिँ एकदम मेटाउन खोजेर चाहिँ हामी यो ठाउँमा आइसकेका छौँ सो त्यही होइन सबैजना चाहिँ फुल भ्लग हेरिदिनु होला हजुरहरूको पनि बालापनको याद आउन सक्छ त्यही भएर चाहिँ हामी चाहिँ अब दह खेल्नेछौँ अब यहाँदेखि म स्टार्ट गर्नेछु सो अब त्यही हो गाइस होइन ल चाका चाहिँ लुगा तानिन सो यसलाई पनि साइड गर ल अब मैले चाहिँ पुरै लुगा तानिसकेँ होइन अब चाहिँ म यो ठाउँमा जानेछु यो ठाउँमादेखि चाहिँ म हाम फाल्नेछु होइन त्यही हो गाइस अब लुगा पनि तानियो अब यहाँदेखि चाहिँ म हाम फाल्नेछु होइन सो हेर्न सक्नुहुन्छ अब यो ठाउँमा चाहिँ कस्तो आनन्द आउँछ एकदम बवाल छ एकदम मजा आइरहेछ आनन्द चप्पल चाहिँ तानिदिन्छु फेरि होइन कति आउँछ यतिसम्म सो त्यही गाइस एकदम मजा आइरहेछ होइन ल साबुन ल्याउ त अब चाहिँ हामी साबुन पनि लाउनुपर्छ फेरि होइन सो अब चाहिँ म देख्न सक्नुहुन्छ साबुन लाउनेछु अब साबुन पनि लाउनु चाहिँ जरुरी छैन गाइस होइन त्यस कारण चाहिँ तपाईँले चाहिँ देख्न सक्नुहुन्छ साबुन लगाएर चाहिँ अब नुहाउँछु नाइ
अब भाइ पनि चिनाउँछ यहाँबाट फराला यहाँबाट फरालेको भिडियोमा देखिन्छ यहाँ यताबाट यहाँबाट यतिबाट सो भाइ चाहिँ यहाँ देख्न सक्नु उनी चाहिँ एकदम फराल लागिरहेको छ नि देख्न सक्नु चाहिँ गाई एकदम मजा एकदम बबाल छ गाई जान सो त्यही भएर चाहिँ पहाडी भ्लगलाई चाहिँ एकदम फलो गर्नु होला सो मजा चाहिँ आइरहेको छ अब फेरि एकचोटि जानुपर्छ नत्र चाहिँ त्यो भइरहेको छैन होइन सो आज चाहिँ यस्तो आनन्द आइरहेको थियो गाई जान कपाल ननुहाएको पनि 2-4 दिन भएको थियो अब कपाल पाल्ने मात्रै हुन्छ यस्तै हो क्या होइन समयले चाहिँ कहिले त्यस्तै हुन्छ कहिले चाहिँ दिनमा फेरि 2 चोटि नुहाउनु पनि हुन्छ कहिले चाहिँ फेरि हुँदैन होइन त्यसो फेरि म फराल्ने छु होइन आज चप्पल लाउनु पर्छ त्यही हो फेरि चाहिँ म फराल्छु है ल यहाँ दाइहरू पनि एकदम आनन्दले खेलिरहनु भएको छ सो गाई जब साबुन पनि लगाइयो फेरि आम फाल्ने छु म चाहिँ फेरि आम फाल्छु अन्त मुखमा पनि लालु अनि झुक्छ भयो चाहिँ अहिले हल्का कोही केटीहरू पनि हेर्छ नि होइन अब नत्र फेरि छैन क्या यार थोप्रा रुप्छ भएन नि फेरि त्यो छैन सो फेरि आम फाल्छु है हेर्नुहोस् ल ओ साइड हो ल हेर्नु है गाइज 1 2 3 एकदम all good. So guys, हेर्न सक्नुहुन्छ है एकदम सस्तो सो अब धेरै दिनपछि चाहिँ नुहाएको थियौँ अब चाहिँ के हुन्छ भन्दाखेरि हल्का अब त्यस्तै हो क्या कपाल चाहिँ एकदम सिल्की भइसक्यो छैन साबुन लाउँदै कपाललाई चाहिँ पानी मिल्दै चाहिँ सिल्की भइहाल्छ सो यस्तै छ क्या गाई जान साबुन चाहिँ प्रिय बोलाएको छ एकदम सानो सुन्जी चाहिँ हामीलाई लागेको थियो फेरि होइन स्याम्पू लगाएपछि चाहिँ एकदम आनन्द आउँछ मम्मी बुवा चाहिँ भन्नुहुन्थ्यो स्याम्पू लगाएपछि चाहिँ प्रिय लाग्दैन स्याम्पू यो ला भन्नु स्याम्पू ला भन्नुहुन्थ्यो तर चाहिँ पहिला चाहिँ बहुत प्रिय लाग्थ्यो अहिले चाहिँ हेर्नु यो जति हाल्यो पनि भिडियो लाग्नु रहन्छ क्या तर सो अब किनकि मेरो अवस्था त्यस्तै बढ्दै जाँदो रहेछ अनि त्यही भएर चाहिँ अब त्यो हुने रहन्छ कि मतलब शरीर अङ्गहरू पनि त्यस्तै बलियो हुँदै जाँदो रहेछ भिडियोलाई चाहिँ त्यो हुन्थ्यो सो फेरि हेर्नुहोस् है एकचोटि आउँ फेरि एकदम बवाल भइरहेको छु गाइस न एकदम बवाल भइरहेको छैन गाइस हो क्या हो सो एकदम जति नुहाउँदै त्यति रुस्याउँदै गइरहेको छ होला होइन हजुरलाई चाहिँ देखिरहेको छ होला सो एकदम बवाल देखिने भनिरहेको छु त्यही भएर चाहिँ अब कपाल पनि एकदम साफ हुँदै गइरहेको छ क्या सो त्यही होइन पहिला चाहिँ अब कपडाहरू लाउनुपर्छ सो अब चाहिँ कपडाहरू लगाएर चाहिँ त्यो गर्नुपर्छ नत्र फेरि अब एकदम सेतो अब मान्छे फेरि अब कालो भइहाल्छ क्या त्यही भएर चाहिँ अब एकदम घाम चाहिँ यहाँ गर्मी चाहिँ फेरि 100 डिग्रीको बढिरहेको छ सो अब भिडियोमा चाहिँ अब घाम कति छ भन्दाखेरि चाहिँ देखाउन सकिँदैन त्यही भएर चाहिँ अब यहीँ आएर चाहिँ त्यो हुन्छ सो अब चाहिँ कपडाहरू लगाएर फेरि त्यो हुन्छ केही मान्छेहरू चाहिँ यहाँ थपिँदै हुनुहुन्छ यहाँ चाहिँ एकदम बवाल हुन लागिरहेको छ यहाँ चाहिँ सबै मान्छेहरू चाहिँ आएर चाहिँ यहाँ धहरू चाहिँ खेलिरहनु भएको छ सो अब त्यही हो हजुरहरू पनि यदि थपिन चाहनुहुन्छ भने चाहिँ एकदम मसँग चाहिँ कन्ट्याक्ट गर्नु होला सो यहाँ चाहिँ धेरै मान्छेहरू चाहिँ थपिरहनु भएको छ किनकि यहाँ पाहाडको एकदम लोकल जडीबुडी बगेर आएको पानी होइन यो जस्तो सहरको जस्तो फेरि गन्दगी फैलाएको पानी होइन सो त्यही भएर चाहिँ एकदम रमाइलो छ यो ठाउँमा चाहिँ त्यस कारण चाहिँ मान्छेहरू चाहिँ धेरै आउने गर्छन् सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ फेरि माछाहरू पनि मिल्छन् फेरि त्यस्तो होइन फेरि अब देख्न सक्नुहुन्छ हजुरहरू चाहिँ ल चिलमा हो क्या चिलमा देख्न सक्नुहुन्छ यसरी चाहिँ उहाँहरू फेरि खेलिरहनु भएको छ यहाँ